सन्तो टाढीमा फुलफुल बाबा फोन आयो। तिर्न हो यो गाईलाई त के गर्नु हो कसको आएछ हौ फोन फेरि अनि कसको चाहिँ फोन आयो जहिले जहिले काम गरेको बेला मात्रै फोन आउँदो रहेछ कासको हो थाहा छैन। हेलो हजुर हजुर सर नमस्कार हजुर म आज यो गाउँतिर आएको छु हजुर ए गाई पालन सम्बन्धी सानो कार्यक्रम गाई पालन कार्यक्रम हजुर अँ होइन राम्रै छ अब कार्यक्रम भर्खर सुरु गर्न आँट्दैछौँ सुरु मोटामोटी भइ नै सक्यो अब गाई पालन नै किन भन्नुहुन्छ भने हजुर होइन गाई पालन किन भन्नुहुन्छ भने अब गाईबाट धेरै फाइदाहरू लिन सकिन्छ भन्ने विषयहरू गाउँले मानिसहरूलाई चाहिँ बुझाउँदै उहाँलाई स्मरण गराउँदै आज हामी गाउँतिर आएका छौँ हजुर अब गाईबाट अब जस्तो गाईले दुध दियो दुधबाट फाइदा लिन सक्यो होइन अब गाईको गोबरबाट अब मल प्राप्त हुन्छ मल बन्छ योबाट पनि फाइदा लिन सक्यो भन्ने कुराहरू उहाँहरूलाई स्मरण गराउन गाई पालौँ है भन्ने कुराहरू बुझाउनका निमित्त हामी आज गाउँ आयौँ हजुर सर होइन होइन यस्तो अब कुकुर बिराला पाल्दा फाइदा के फाइदा होला र त्योभन्दा त बेटर गाई पाल्नैमा फाइदा हुन्छ कि भनेर चाहिँ सबैलाई बुझाउँदै सम्झाउँदै हामी आएका छौँ हजुर ए हुन्छ सर हुन्छ त्यतै भेटौँला न अफिसतिरै भेटौँला अहिले चाहिँ अब त्यही कार्यक्रम सकिहालौँ टुङ्गिहालौँ भनेर नि ए हुन्छ हुन्छ अफिसमै भेटौँ न त हस् हस् हस्